हेलो एभ्रिवान, आज चाहिँ हामी दुईजना चाहिँ एउटा गेम खेल्नु लागेको भाइरल गेम होइन, जुन चाहिँ गेम चाहिँ हो आई नेभर टोल्ड यु ड्याड भन्ने, जसमा चाहिँ हामीले अब यसको चाहिँ बडीमा छ के मन परेको छैन, अब त्यसलाई चाहिँ यो भएको भए राम्रो देख्थ्यो राम्ररी देख्थ्यो भन्ने हुन्छ नि, त्यस्तो खालको गेम खेल्नु लागेको छौँ होइन। अन्त कसले फर्स्ट गर्ने? फर्स्ट ओभर अब कहाँ तँ गर्नु फर्स्ट, तँ गर्ने तँ गर्नु कहाँ मलाई लाग्छ नि के गर्नुहुन्छ। अहिले रक पेपर सिजर रक पेपर सिजर तैँले जितिस् तैँले गर्नु ल। मलाई मैले तँलाई कहिले यस्तो भनेको थिइनँ कि तँलाई चाहिँ जोडेको आइब्रोमा राम्रो देख्छ भनेर। जोडेको आइब्रो न अहिले जोडले भन्दा कति भन्नु ल होइन अहिले कस्तो बनाइदिन्छ होला कन्ट्रोल ल नाच्नु हामी उयो नाच्ने ल लास्टमा मात्रै नाच्ने अलिक लगाइदिएन म भन्छ अब मैले चाहिँ कहिले पनि भनेको थिएँ कि सन्ध्यालाई के यसको सानो सानो आँखा छ नि त अलिक ठुल्ठुलो आँखा भएको राम्रो राम्रो देख्थ्यो राम्रै देख्थ्यो हो। आफ्नो ठुल्ठुलो आँखा बनाइदिन्छ आँखा चाहिँ गर्छ अलिक बनाउनु जान्दिनँ त म यो चाहिँ मेरो ठाउँको उयो अब आँखा चाहिँ गरेर यहाँ लु खोल्दै आँखा चाहिँ गरिदिनु छु म दुइटा आँखा भयो ल मेरो जुन फर्स्टै मैले होइन फेरि यस्तो बनाइदिएर ल मैले तँलाई कहिले भनेको थिइनँ तर चाहिँ कपाल ठाडो ठाडो हुँदा राम्रो देख्छ भने। म टाढो टाढो चाहिँ कस्तो हुन्छ फेरि उसले बनाइदिएँ मैले मेरो ठाडो कपाल पक्न तँलाई पनि म बनाउनु न आएको फेरि आफै बना म त बनाउँदिनँ नि तिमीले त मलाई त हाँसी उठ्दा म नि हेरेको भनौँ त्यो के ए कपाल दुख्यो यसरी चाहिँ कसरी जान्छ म त चिप्यो कपालै भयो हुँदैन मेरो जबरजस्ती भए बनाउनु पऱ्यो नि अब। हुँदैन त हाँस उठ्दा बनाइदिइसक्यो कस्तो नभएको कपाल हुँदैन त्यतिको त्यो बिहान बटर लगाएँ त्यो त भुट जस्तो बनाउने रहेछ मलाई त त्यति मात्रै बनाइदिनु अन्त मेरो बाक्लो छैन कपाल अटेर लट्छ भने कपाल यो पछाडि यतिकै होस् न अन्त ल अहिले एकछिनतिर नआउँछ नि ट्रन के भनौँ भने यसलाई बस ए कस्तो हुइमै भयो सन्ध्या यो त हुइमै भएको नि त त्यो त कपाल चिप्लो रहेछ यहाँ पनि लबर पनि लाउँछु म लाउँछु भने अयो छ्या अहिले न के बनाइदिएको अब सेतो झन् घिन लाग्दैछ होला बिचमै यसले त रड्डी गरिदियो दुई राउन्डमै म त हारेँ यसरी खेल्नु अन्त दुई राउन्डमै म त गयो त अन्त त्यो पनि यसो अड्काउँदै अब हेर्न हल्लेको भयो मैले चाहिँ कहिले पनि भनेको थिइनँ होइन सन्ध्यालाई त्यस्तो रातो रातो लाडी लगाउँदा राम्रै देख्छ कस्तो हुँ हुँदैछ अब रातो लाडी के लगाइदिनु यसले लगाइदिन्छु आज चाहिँ ल चाहिँ खोल्नु पाए हुन्थ्यो भनेको त ल अब मेरो मैले तँलाई कहिले भनेको थिइनँ तँलाई चाहिँ जुङ्गाले राम्रो देख्छ भनेर। महाकाल बनाउनु लागिसक्यो रहेछ मलाई अब भिडियो पोस्ट गऱ्यौँ म त यो भिडियो पोस्टै गर्दिनँ जस्तो भयो के गरेको त दानव जस्तो बनाइदिएको अलिक आइज त पनि देखाइदियो म मात्रै यहाँनिर अलिक लाग्यो त दानव जस्तो भइसक्यो म त अब राक्षसहरू यमराज जस्तो ल आउँदै हेर्छ ल के भन्नु मैले त मैले चाहिँ कहिले पनि भनेको थिइनँ होइन सन्ध्यालाई त्यसको क्या निदान जस्तो तिनवटा यस्तो तिनवटा स्क्राप हुन्छ नि त्यस्तो भयो भने चाहिँ राम्रै देख्छ ल तँलाई त राम्रै देख्दैछ तर मलाई त के बनायो भने अहिले दानव जस्तै राक्षसहरू जस्तो देख्नु अरे मैले तँलाई कहिले भनेको थिइनँ कि तँलाई चाहिँ कालो लिपस्टिक लगाएर राम्रो देख्छ भनेर। राम्रै देख्छ राम्रो एक्लै हाँसिबस् डोरीलाई डोराएर क्या मलाई यस्तो नि हुन्छ राम्रै देख्छ चाहिँ अब मेरो नि त मैले कहिले पनि भनेको थिइनँ होइन सन्ध्यालाई चाहिँ यसो दाढी जुङ्गा दुइटै हुँदाखेरि के राम्रो देख्छ खै कहाँ गयो यो त हुँ भएर म नाटी खोल्नु हुँदैन है बस ल म चाहिँ भर कोइला खाएर आएको जस्तो देखिरहेको छ
नाच्नु पनि दाँत मात्रै सेला त्यसो भने काली मैले तँलाई कहिले पनि भनेको थिएँ त्यतिखेर चाहिँ नाक भ्याप्चो भयो भने राम्रो देख्छ भने खै दिएको नि त्यो यसको भ्याप्छु न भ्याप्चो नाक चाहिँ बनाउन सकिनँ कस्तो डरै लाग्दो देखिसक्यो म त अब नि यसलाई के भन्नु मैले चाहिँ कहिले पनि भनेको थिइनँ के दुईपट्टि कपाल बाँध्दाखेरि कस्तो राम्रै देख्छ दुईपट्टि होइन तिनपट्टि बाँध्दाखेरि तिनपट्टि बाँध्दाखेरि राम्रै देख्छ भनेर अलिक गराइदिनु म त मै आफूले देख्दा हाँस उठ्छ के चाहिँ बनाइदिएको न म त नचिन्ने भएछु यहाँ त छ नि ल कलर कलर हेरेको मैले तँलाई कहिले भनेको थिएँ तँलाई चाहिँ पिङ्क कलरको गाडा बनाउँदा राम्रो देख्छ भने ल कस्तो डर लाग्यो पिङ्क कलर लगाएँ अलिक देख्छ त ल मैले त कहिले पनि भनेको थिइनँ होइन सन्ध्यालाई के भन्छ परेला जस्तो माउन्टेन सेपको के जस्तो टक टक भएको राम्रै देख्छ भनेर ल परेला देख्दैन कुदा परेला नभएको मान्छे यो मेरो त झन् यहाँ माथि त झन् काट अम्बो हुइमी भइरहेको मैले चाहिँ कहिले भनेको थिएँ कि यसको त तारी झ्याम झ्याम झन् राम्रो देख्थ्यो भने मरद बनाउनु आँटिसक्यो मलाई यहाँ ए राम्रो देख्दैन तपाईँलाई माता कस्तो देख्छ देख्छ राम्रो मरद जस्तो लाग्ने यमराजहरू जस्तो लाग्छ यमराजको मैले चाहिँ कहिले भनेको थिइनँ होइन यसको चाहिँ नि जोकर टाइपको क्या अटो मैले यसलाई चाहिँ लगाइदिइसकेँ जोकरवाला लिपस्टिक हो अब लुक त्यो मैले तँलाई कहिले भनेको थिएँ कि तँलाई चाहिँ निधारमा ठुलो कालो टिका लगाउँदा राम्रो देख्छ भनेर डाको बनाउनु आँटिसक्यो राम्रो देख्छ होला ल देवी देउता जस्तो देख्नु थालिसक्यो म चाहिँ कस्तो रावण जस्तो देख्छु भने अब चल्छ ल के कमी रहेको छ अब तेरो अनुहारमा अनुहार भरिसक्यो मेरो चाहिँ ए मैले यसलाई कहिले पनि भनेको थिइनँ कि एउटा माला लगायो भने चाहिँ राम्रै देख्छ त्यो माला लगायो भने चाहिँ ल देखाइदिए माला देखाइदिए माला पनि कता खाने ल लास्ट अब के कुरा मैले चाहिँ कहिले भनेको थिएँ कि यसलाई चाहिँ आँखामा वरिपरि कालो कालो चस्मा राम्रो देख्छ भनेर कालै कालोमा त न चस्मा राम्रो बनाउनु जानु चाहिँ यसले एउटा यस्तो बनाइरहेको चस्मा हो नि त अन्त राम्रो त चस्मा बनाइदिनु बोलै बोलो एउटा यस्तो बनाएको एउटा त्यत्रो बढिरहेको चस्मा पनि एउटा यस्तो हुनु पनि दुइटा 300 खालको बनाइदियो भने मैले चस्मा म त आफ्नो अनुहार पनि पिक्से कस्तो थियो अब के भन्नु म त्यसलाई के भन्नु अब यहाँनिर हाँस्दा झन् मेरो अब यस्तो हुँदो रहेछ अहिले त चस्माले बिगाड्यो नि बाइक हटौँ ल अब ल अब एउटा सकेर मैले सोचिरहेको सक्यो भगवान् तिरो मान्नु के गर्ने के भन्नु अब यसलाई नि यस्तो शिवजीको हुन्छ नि यहाँनिर उयो आँखा त्यो बनायो भने दामी देख्छ म त आफूलाई पनि चिन्ने छोइसकेको कस्तो थियो म त मेरो चस्मा के लगाइदिएको कहाँ जानु भयो है अब त्यो जानु त्यो अब लास्ट एउटा लु भन अब सक्यो म त बाइक कटो नि मैले कहिले पनि भन्थेँ कि यसको चाहिँ आइब्रो रातो रातो छ भने राम्रो देख्छ भने कस्तो आइब्रो यहाँ देख्छ राम्रो म झन् कस्तो डर लाग्छ देखिरहेको छु हात तिर्छु भगवान् लु त यति नै हो हाम्रो गेम साजुको होइन भयो होइन भयो सेटिस्फाई होइन उयो चाहिँ भयो अब गर्नु सक्ने कुरा गरिसक्यो भन्ने भयो कि अझै गर्नु मन सक्यो यति नै हो आज चाहिँ हाम्रो गेम हो अन्त यस्तो लगाएको भए चाहिँ म राम्रै देख्थेँ अरे यसले कहिले भनेको थिइनँ अरे हो ल म झन् युनिक पिस यहाँ नजिकाइदिनु युनिक पिस त्यस्तो देख्यो हामी चाहिँ भयो क्या हो मेरो यस्तो गेम चाहिँ अरूले खेल्दा मात्रै रमाइलो हुँदो रहेछ तर आफूले खेल्दा चाहिँ साह्रै ठिक लाग्यो मन परेन के पुरा रिस उठेर आयो के भन्ने यो हेर दार्जिलिङमा यस्तै भयो त रियलमा म के गर्नु मैले त मेरो अनुहार बिर्सेँ म कस्तो थियो भने यो त रुँदै पनि छ खासो भन्नु त्यो नि हाँसहरू दुई त हर्छ नि म पनि आफ्नै अनुहार अगाडि गर्छ त आँसु देखाइदिउँ भनेको नि खासमा चाहिँ रुएर हाँसु बाहिर जानु
म चाहिँ त्यस्तो डरलाग्दो चाहिँ हाँस उठ्दैन नि त कि हाँसो बगेर क्या मलाई तल आइसकेको छ अब यति नै आज हाम्रो गेम हो अन्त अब बेसी राख्नु हुँदैन मुख धुनु गइहाल्छ अहिले मान्छे आयो नि तर्सिन्छ यतिकै त बस्न सक्दैन आयो भयो है भयो Okay, bye bye guys.